राणाको छोरीहरू राजाको छोरीहरू पटाउनु भन्न जस्तो गरेको नि पटाउने अलि शासन गरायो नि त। हेलो एन्ड नमस्ते। आज चाहिँ हामी सोल्टी र म डेडेड प्लेट मोमो र एउटा 2टा चिज बल, त्यस पछाडि विङ्स लिएर विङ्स, त्यस पछाडि लेग पिस, माउन्टेन ड्यू हामीसँग ड्रिङ्क्समा चाहिँ छ र हामी आज मोमो च्यालेन्ज गर्नु गइरहेछौँ सोल्टी र म। सुरु गर्ने त सोल्टी? गरौँ ल। ल तपाईँ केबाट सुरु गर्नुहुन्छ? मोमोबाट सुरु गर्छु। लेग पिसबाट है। ल फाइन लगाई। ल अचार चाहिँ सही बनाउनु भयो है तपाईँले। अनि सोल्टीले पहिला राणाहरूकोमा काम गर्दा त सबलाई पल्काउनु भएको छ होला है। अब यो रोस्टबाट सुरु गर्छ सोल्टीले। रोस्ट कस्तो बनाउनु पर्छ? खरो बनाउनु भएछ नि त। अस्ति चाहिँ हाम्रो पुरा मासु भएको थियो होइन। आज चाहिँ मोमो। मोमो आज नि मासु, चिज बल, माउन्टेन ड्यू, चिले सकियो सुकिसक्यो ड्यू छैन त्यस्तो सुक्दैन। अचार चाहिँ बबाले बनाउनु भएको छ आजकल। सिँगै भन्नु छ। मैले पनि मोमो खाएँ अब। सुरु गर्नु। सोल्टी र मैले कोही छिटो खाइसकेँ नि। त्यस्तो त नगरौँ होला। सोल्टीको यताको चिकन हो, मेरो यता पोर्को सिमाना छुट्टै छुट्टै छ। अर्कोचोटि आउँदा चाहिँ हाम्रो के बन्छ? अब राजखानी छिट्टै आउने होला छ। राजखानी प्लस खसीको बोन्नेहरू पनि हुन्छ होला सायद। चिजबल मलाई चाहिँ त्यति अच्छा लाग्दैन। हाम्रो सोल्टीलाई चाहिँ एकदम मनपर्छ है। हजार चाहिँ बुलेट बनाउनु पर्छ सोल्टी। आज हरियो आँप नि खानुपर्छ है। फेरि तपाईँलाई फेरि गुलिया मात्रै मनपर्छ है? रमाइलो पिरो मन पर्दैन? यस गुलियो भनेपछि त फेरि माउन्टेन ड्यू। खानु एकदम कुन चाहिँको स्वाद लिने क्या। मलाई चाहिँ रोस्ट नि दामी लाग्यो, मोमो नि दामी छ, अचार नि दामी छ। तपाईँलाई कुन बेसी मन पर्यो? मलाई चिज बल आफैले बनाएको चिज मन पर्यो? सही पुग्यो। दिउने घुट्टा लाउन मासु लिने मासु
तपाईँले मोमो चाहिँ अलिअलि फुटाउनुपर्छ है। तर नफुटाइकन हाल्यो भने यस्तो सधैँ हामीले खाँदै हालेपछि हेर्ने मान्छेलाई चाहिँ के हेर्ने मान्छेलाई के भन्नुहुन्छ? हेर्ने मान्छेलाई नि मोमो खानु मन लाग्यो भने चाहिँ हाम्रो दार्जिलिङ मुखी मोमोहरूलाई सम्झिँदा हुन्छ। हाम्रो ब्रान्ड चाहिँ फुड स्टल अनामनगर भात भट्टिनीको बाहिर र कोटेश्वरभित्र पनि छ र भात भट्टिनीमा चाहिँ सबैमा लगभग तपाईँहरूले पाउन सक्नुहुन्छ र हामीलाई कन्ट्याक्ट गरे नि हुन्छ। कमेन्ट गर्नु भनेदेखि सजिलै खानु पाउनुहुन्छ। हाम्रो सेफ चिसोल्टी हो। पछिल्लो पहिला राणाहरूलाई कि राजाहरूलाई चाहिँ तपाईँले खाना पकाएर खाएको 2007 सालमा तर अन्त्य भटाउनु त्योभन्दा अगाडि नै अगाडि नै राणाको छोरीहरू राजाको छोरीहरू पटाउनु भनेर त्यो बेला छ नि। पटाउने अलि शासन करायो नि त त्यही भएर अलि शासन कडाइ थियो। तपाईँ पछि जन्मिनु भयो अनि अगाउनु खोजिरहेको छोरीमा त अनि यत्रो खाएपछि अगाइँदैन तोरी आम्मा तपाईँलाई पानीपुरी चटपटे नि मनपर्छ होइन? पर्छ त चौनी बनाउनु तर के तपाईँले थोरै गाउँ हुन्न यति खानुपर्छ। हामी चाहिँ जिउ एकदम माउन्टेन ड्यू यो सोल्टी गर्लफ्रेन्ड चाहिँ जापान हुनुहुन्छ त्यही भएर पिरे सुकिसक्यो हल्का सोल्टीको जिउ है। मोटाउनुहुन्न सुकिया छैन मलाई त्यसो लाग्दैन। किन भन्नु न मैले हुन्छ सुकेन भन्ने थाहा पाउने ओके रोस्ट खानु मेरो चाहिँ मोमोले तपाईँको अब एक पिसमा है। म त बैसा खान्छु अलिक ढिला खान्छु नि त म रोस्ट पनि सोल्टीले खानु होला नि धेरै। म त सुरुमै पुग्यो हो सुरुमै तपाईँ फ्राई गर्दै त खानु भएन नि। कहाँ मैले फ्राई गर्दा म त बोल्ने मात्र हो नि त। अगाडि त सोल्टीमा त यो त यो कुन खुवायो सोल्टी खै के कुन भन्नु प्रकार हो? विङ्स बनाउनेले चाहिँ अलिक नुन चर्को बनाएको छन् है। म त्यही अर्को एक लटमा कस्तो पुग्यो कसले खान्छ? तपाईँ तपाईँ यी खाने मान्छे बोलाउनु पर्यो हो कि होइन मैले त्यत्रो खाइसकेँ तपाईँले खानु भएको छैन। होइन मैले त्यत्रो धेरै खाइसकेँ मैले चाहिँ भयो कम्ती टेस्टी छ। अब यस्तो भयो भने तपाईँ एउटा किन्ने खाने म एउटा अनि त्यहाँबाट तपाईँको भागमा दुईवटा फल मेरो भागमा एउटा किन मैले धेरै खाइसकेको छु त्यही हो लास्ट म यति चेस लास्टमा
म अगाइसकेको छु आँखा चिम्लेर खानु परेन है। यो नुन अलि सोल्टीले के गर्नुभयो ठड्याङ्ग्रा ठुलो अलि यहाँ 2 हातै लाउनु पर्ने रहेछ क्या। हुन त 2 हातले नखानु भन्दा के हुन्छ अरे अथवा लाउने अनि यहाँ के हुन्छ दुईवटा हातले कसले खान्छ सोल्टी बाँदरले भनेर सुन्यो अब बाँदर परेन होइन अनुहार चाहिँ मिल्दोजुल हुन्छ तपाईँको लास्ट 1-1 फाइनल ओके र चेस हामीले चाहिँ फाइनल लगभग मिस गरेका छौँ। मोमोको मैले चाहिँ सकेँ तपाईँले सक्नु भएन क्या। नसोल्टी यो लास्ट पिस रहेछ होइन लास्ट त्यो लास्ट। छोड्नु होइन तपाईँ। होइन मैले यहाँ हेर्नु हड्डी हेरेरै थाहा हुन्छ धेरै है सुरुमा मैले खाएको नि त लास्ट त तपाईँले तपाईँ गेममा अब होइन आज चाहिँ हामीले 1 केजी विङ्स र लेग प्लस 2वटा सोल्टीले चिज बल र डेडेड प्लेट मोमो चाहिँ कम्प्लिट गरेछ र एउटा माउन्टेन ड्यू नामै काफी छ। अब सोल्टीले अन्तिम 1 पिस चाहिँ खानु मान्नु भएन। आजलाई यति नै फेरि अर्को मुखबाङ लिएर आउनेछौँ छिटै नै। हस्त धन्यवाद आजलाई यति नै।